तपाईले कम्प्यारिजन गर्नु भनेको स्वयं भगवानदेखि लिएर जसले तपाईलाई जन्म दिनुभयो नि तपाईको आमा बुवा उहाँहरूको बेइज्जत गरेको हो के तपाईले आफ्नो कम्प्यारिजन अरूसँग गर्नु भनेको चाहिँ किनभने एभ्री पर्सन एभ्री पिपल आर युनिक के हैन सबै मान्छे युनिक हुन्छन् उनीहरुमा केही न केही चाहिँ भनेको ट्यालेन्टहरु हुन्छ के जस्ट त्यो आफूमा खोज्नु मात्र देरी हो के बुझ्नु भयो नि सो त्यो हुँदाखेरि जस्ट बिलिभ इन योरसेल्फ अनि त्यसपछि भनेको आफ्नो के छ त म के को लागि जन्मे मेरो पर्पस के हो त्यो फाइन्ड आउट गरेर चाहिँ त्यसमा अगाडि बढ्यो भने एभ्री पर्सन बिकम गुड एट देयर फिल्ड के सो त्यो फर्स्ट कुरा हो है सो त्यो हुँदाखेरि कम्प्यारिजन गर्नु नै छ भनेपछि हिजोको तपाई र आजको तपाईमा कम्प्यारिजन गर्नुस् के मेन कुरा त त्यो भयो है सो यसले चाहिँ भनेको तपाई कुन ट्र्याकमा हुनुहुन्छ तपाई चाहिँ कहाँ पुगिरहनु भएको छ भन्ने कुरा थाहा हुन्छ र यसले तपाईलाई खुसी पनि दिन्छ कि हिजो भन्दा आज म केही न केही भए पनि ग्रोथ भइरहेछ भन्ने तपाईलाई फिल हुन्छ तर अरु मान्छेलाई हेरेर तपाई चाहिँ आफ्नो कम्पेयर अरूसँग गर्न थाल्नु हो भने त ओब्भियसली पनि यु विल फिल स्याड के डेफिनेटली पनि त्यो चाहिँ नट आउट रियालिटी नै हो तर मान्छेको नेचर नै हो मान्छेले कम्प्यारिजन त गर्छ हैन तर पनि कम्प्यारिजन गर्दै गर्दाखेरि अलिकति त्यो कम्प्यारिजनलाई शिफ्ट गर्नुस् अरूसँग कम्प्यारिजन गर्नुहुन्थ्यो भनेपछि अब चाहिँ आफूसँग कम्प्यारिजन गर्नुस् के हिजो भन्दा आज म बेटर भएको छ कि छैन भनेर है त